why is IB so different? अब IB बुझ्नलाई पहिला यो कसरी सुरु भयो त्यो कुरा बुझ्न एकदमै जरुरी छ हैन। सेकेन्ड वर्ल्ड वार सकिएपछि जब UN को स्ट्याब्लिस्ड भयो हैन, मान्छेहरूको मुभमेन्ट ग्लोबल्ली हुन थाल्यो। एउटा देशको मान्छे अर्को देश जाने, व्यापार गर्ने हैन, व्यापारको सिलसिलामा या अरू मिसनको कामहरूमा चाहिँ जब मान्छेहरूको मुभमेन्ट एउटा देशबाट अर्को देशमा भयो अनि हरेक देशको पाठ्यक्रम फरक हुने, अनि एक वर्ष एउटा देशमा बस्यो, बच्चा बच्ची लिएर अर्को देशमा जाने, पाठ्यक्रम मिलेन हैन। ती विद्यार्थीहरूले चाहिँ थुप्रो सफर गर्न पर्यो र एउटा ग्रुप अफ एजुकेटर्सहरूलाई चाहिँ के लाग्यो भने यो चाहिँ यस्तो खालको यो जुन समस्या भोगिराखेका छन् मान्छेहरू एउटा देशबाट अर्को देशमा मुभ गर्दा, बरु एउटा ग्लोबल करिकुलम बनाम हैन, जुन देशमा गएर पढे पनि केही फरक पर्दैन भनेर यो एजुकेटरहरूको एउटा समूहले जेनेभामा बसेर चाहिँ छलफल गर्यो। छलफल गरिसकेपछि उहाँहरूले एउटा चाहिँ इन्टरनेसनल ब्याकलरेट अर्गनाइजेसन भन्ने IBO दर्ता गर्नुभयो। इन्डिपेन्डेन्ट बडी हो त्यो चाहिँ।